सुकुम्बासीहरू छन्, नदीको किनारमा बसेका छन्, पहिरो पर्ने ठाउँमा बसेका छन्। अब हामीले तिनको व्यवस्थापन नगरेपछि के हुन्छ, भोलि चाहिँ बर्खामा पानी आउँछ अनि पहिरो आउँछ र तिनीहरू कोही डुब्छन्, कोही चाहिँ कसैको निधन हुन्छ, कसैको घर साना सबै चाहिँ बगाएर लैजान्छ। अनि फेरि सरकारले के गर्नुपर्छ भने विपद पर्यो भनेर त्यहाँ सहयोग गर्ने, त्यहाँ चाहिँ राहत दिने अनि सबै कुरो गर्नुपर्छ। त्योभन्दा त त्यहाँ त्यो ठाउँमा बसेका जो सुकुम्बासी हुन्, ती सुकुम्बासीहरूलाई चाहिँ छानबिन गरेर वास्तविक सुकुम्बासी को हुन् भनेर उनीहरूको व्यवस्था गर्ने भन्ने त सरकारको कर्तव्य हो नि त। त्यही भएर त्यो जोखिमबाट मुक्त हुनका लागि, त्यो विपदबाट चाहिँ जोगिनका लागि चाहिँ सरकारले त्यो सुकुम्बासी, त्यो ठाउँमा बसेका सुकुम्बासीहरूलाई के गरेको हो, हटाउन खोजेको भने व्यवस्थापन गर्न खोजेको हो। यसलाई यसरी बुझ्नुपर्छ। तर यसलाई बङ्ग्याएर होइन अब त डोजर चल्यो भन्ने कुरो होइन, त्यसरी बुझ्नु पर्यो। र अब त्यो कुन कुन ठाउँमा कस्ता ठाउँमा गरिरहेको छ त अहिले तत्काल सरकारले, जुन ठाउँमा चाहिँ अति नगरी नहुने अवस्था छ, एक त नदी किनार पहिरो पर्ने ठाउँ, र अर्को कुरो यहाँनिर यहाँनिर बाटो छ अनि यताबाट र खोका छाप्रा उताबाट त्यो पालसाल हालेर ठ्याक्कै गरेर त्यहाँ गाडी नहेरेर एक्सिडेन्ट हुने, त्यहाँ बजारमा पुरै अतिक्रमण गरेर त्यो त्यहाँ हिँड्ने बाटो नै छैन भनेपछि त्यसलाई हटाउँछ। किन हटाउँछ? उसले त बाटोको जग्गा, त्यो नक्सामा भएको जग्गा अतिक्रमण गरेर आफ्नो खोको छाप्रो त्यो साँगुरो बनाएर रोड के गराइल्यो, चिप्काइहाल्यो त्यहाँनिर। अब त्यो हिँड्ने बाटो छैन। अब त्यस्तो ठाउँहरू हुन्छ। जस्तै अब कुनै चाहिँ संस्थाले, कुनै चाहिँ ठाउँले यो मेरो जग्गामा बसेका छन् यी मान्छेहरू भनेर, एउटा त सुकुम्बासीको कुरा त भइहाल्यो। अर्को कुरा अतिक्रमणको र अनि यो कब्जा गर्ने जग्गाहरू जो हुन्छ नि, कब्जा गरेर बसेका सरकारी कुनै जग्गाहरू, कुनै अफिसको जग्गा, कार्यालयको जग्गा अथवा चाहिँ कुनै सार्वजनिक गुठी संस्थान यी हुन्छन् नि, यिनीहरूको जग्गालाई चाहिँ जबरजस्ती अतिक्रमण, जबरजस्ती कब्जा गरेर बसेका छन् भने त्यो संस्थानले, त्यो सम्बन्धित निकायले निवेदन दिएर मलाई चाहिँ यो ठाउँ, यो जग्गा मेरो हो, यो ठाउँमा यिनीहरू बस्या हुनाले यिनीहरूलाई चाहिँ खाली गरी पाऊँ भनेर सिडिओलाई निवेदन दियो भने सिडिओले सरकारलाई दिन्छ। सरकारले फेरि छानबिन गर्छ त्यहाँनिर, यो हो कि होइन, यो तपाईँको यिनको जग्गा त्यो हो, छानबिन गरेर तुरुन्त यसलाई हटाउनु भनेर त्यसपछि सरकारले भनेकोमा छानबिन भएर जो साँच्चीकै हटाउनु पर्ने दोषी हुन्, उनीहरूले जग्गा कब्जा गरेकै हो भयो भनेपछि उनीहरूले हट्नुपर्छ। तर सुकुम्बासी हुन्, जग्गा अतिक्रमण गरेकै छन्, त्यहाँ कब्जा गरेकै छन् भने ती सुकुम्बासीहरूको सरकारले व्यवस्थापन गरेर त्यसपछि खाली गर्छ। र यस्ता किसिमका जग्गाहरू कुन कहाँ छन् त्यो कुरो हामीलाई पनि सबैलाई थाहा भइहाल्छ। अब कुरो के रह्यो भने अब अव्यवस्थित बसोबासीको कुरो छ। अब यो तराईतिर धेरै जग्गाहरू पहिले जमानामा आएर फाँडेर राजा महेन्द्रले नै के भनेको भने ल तपाईँहरू जग्गा फाँड्नुहोस्, तपाईँहरू त्यहाँ बस्नुहोस्, सरकारले नै तपाईँहरूलाई जग्गा दिन्छ, ल जानुहोस्। त्यो जङ्गल कहाँ अलिअलि छ त्यो बुट्यान भए ठाउँमा चाहिँ काटकुट गरेर त्यहाँ बस्ती बसाल्नु हुन्न तराईतिर पनि भनेर राजा महेन्द्रकै पालादेखि चाहिँ त्यसरी ऐलानी जग्गाहरू फाँडिएर चाहिँ बसेका हुन् सरकारको अनुमतिमा। त्यसपछि ती कुराहरू हुँदा मान्छेहरू फाँडेर बसे, सबै कुरो भयो। अहिलेसम्म ती जग्गाहरू के छन्, नाममा हुन सकेका छैन, त्यसको पूर्जा पाउन सकेका छैन। त्यसैले चाहिँ अव्यवस्थित बसोबासी छन्, पूर्जा नपाउने मान्छेहरू, तिनीहरूलाई हटाउने होइन, तिनीहरूलाई त व्यवस्थापन गर्ने हो भनेको छ सरकारले। अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने त्यो भनेको। त्यसरी यसको उल्टो अर्थ लिनु हुँदैन। र अर्को कुरा के छ भने यो लालझाडी भने के हो भने यहाँनिर दोदा नदी छ। दोदा नदीले धेरैचोटि 2-3 चोटि 4 चोटि कतिचोटि बगाइसक्यो, बस्ती पनि बगाइसक्यो, मान्छेहरू पनि कति बगेका होलान्, त्यसमा कतिको ज्यान गयो, कतिका घर गए, कतिका गाई गोरु गए, जग्गै गइहाल्यो मान्छेहरूको। कहाँ बस्ने त अब, एकदम त्यो मानवीय समस्या भएन? नेपाली जनता होइन नि तिनी। त्यसबाट त्यो जोखिमकाबाट बस्नका लागि एकछिन यहाँनिर बसो भनेको हो सरकारले। यहाँ बस, त्यहाँ मर्ने हो, त्यहाँ नेपाली जनता हो तिमीहरू, त्यहाँ ज्यान जाँदैछ, त्यहाँ यहाँनिर बस्नु पऱ्यो भनेर त्यसपछि एकछिनका लागि यहाँ बसो भने त हो नि। अब अहिले सरकारले के भनेको छ, जोखिम हुने ठाउँमा चाहिँ मान्छेलाई जोखिम हुने जहाँ छ नदीले बगाउँछ अनि त्यो ठाउँमा चाहिँ बस्नु हुनु हुँदैन र ती मान्छेहरूलाई व्यवस्थापन गर्छु भन्ने के होइन। र अहिले सरकारले त्यहाँ तपाईँको त्यो बागमतीको किनारमा बस्ने सुकुम्बासीहरूलाई त्यही भने होइन, भोलि बाढी पहिरो आउँछ, भोलि जोखिम छ, त्यो भएर अन्तसारमा वास्तविक सुकुम्बासीको हो व्यवस्था गर्छु भने त हो। त्यस्तै गरेर के हो भने यहाँ जोखिम छ, भोलि नदी आएर भोलि बगाइदिन्छ, यहाँ पुलहरू भाँचिसके, यहाँ सबै भइसक्यो भने यस्तो ठाउँमा चाहिँ फेरि तपाईँहरू चाहिँ त्यो ज्यानको के भन्छन् त्यो बाघको मुखमा अथवा मृत्युको मुखमा त धकाल्दैन नि सरकारले त्यहाँ। त्यो भएर तपाईँहरू ढुक्क हुनु, जसले आएर जे भने पनि ढुक्क हुनु। अब यहाँ नगरपालिकासँग पनि कुरा गरेका छौँ, यो जग्गा चाहिँ नेपाल सरकारको हो। नेपाल सरकारले उठ भनेर यहाँ डोजर लगाउने कुरो हुँदैन यस्तो ठाउँमा। त्यस्तै ठाउँमा डोजर लगाउँछ जहाँ सुकुम्बासीको नाममा हुकुमबासीहरूले राज गरेको छ, त्यो ठाउँमा चाहिँ गर्छ।
त्यो भयो हुनाले यसको योबाट सरकार पछि पनि हट्दैन। यो काम चाहिँ अगाडि बढाइरहेको छ। हामीलाई पनि त थाहा छ नि त, जनतालाई पनि थाहा छ, सरकारलाई पनि थाहा छ को समस्यावाला हुन् को नसमस्यावाला हुन्, को चाहिँ तपाईँको सुकुम्बासी हुन् को हुकुमबासी सब थाहा छ नि त। यहाँको त मानवीय समस्या हो यहाँको त। त्यो भयो हुनाले सरकारको परिपत्र यहाँका लागि होइन हो। यही भित्र पनि के हुनसक्छ भने तपाईँको यहाँनिर ल स्कुलको जग्गा छ कहाँनिर, स्कुलको जग्गामा चाहिँ 8-10 परिवार बसेका छन् अथवा अतिक्रमण गरेर हामी बस्छौँ कहाँ बस्ने भनेर कसैले जोतेर खाएछन् भने त्यहाँनिर चाहिँ छानबिन हुनसक्छ। किनभने पालिकाले स्कुलले निवेदन दिन्छ यहाँ स्कुलले मेरो जग्गामा बसेका छन् यिनीहरूलाई हटाइपाउँ भनेर त्यसरी चाहिँ दियो भने हुनसक्छ। तर त्यत्तिकै हटाउने भन्ने हुँदैन। त्यो पनि ती सुकुम्बासी हुन् भने तिनीहरूको चाहिँ काहीँ व्यवस्था गरेर मात्रै त्यहाँ हटाउने हो। अब हुकुमबासी हुन् भने हटाउँछ।